साथीहरु नमस्ते। यो अहिले एआई का विभिन्न युजहरू छ, तर एआई बिनै पनि हामीले नेपालीमा लेखेको इङ्ग्लिसमा र इङ्ग्लिसमा लेखेकोलाई नेपालीमा कन्भर्ट गर्नलाई वर्डमा सजिलो तरिका रहेछ। त्यही कुरा मैले तपाईहरुलाई उदाहरणको लागि देखाउँछु। यहाँनिर एउटा नेपालीमा युनिकोडमा टाइप गरेको डकुमेन्ट छ, त्यसलाई चाहिँ मैले इङ्ग्लिसमा चेन्ज गर्नु पर्यो भने यहाँनिर रिभ्यू भन्ने ठाउँमा छ, रिभ्यूमा जाने। त्यसपछि यहाँनिर हेर्नुभयो भने ट्रान्सलेट भन्ने छ, यसमा ट्रान्सलेट डकुमेन्ट गर्ने हो। ट्रान्सलेट डकुमेन्टमा चाहिँ पहिला जति गर्ने हो त्यसलाई सिलेक्ट गर्नु पर्यो। त्यसैले यसलाई कन्ट्रोल ए गरेर मैले सिलेक्ट गरेँ। अब ट्रान्सलेट टु यहाँ नेपाली, अब कुन चाहिँमा भाषामा ट्रान्सलेट गर्ने हो, इङ्ग्लिस गऱ्यो भने यसले चाहिँ अब यहाँ हेर्नुभयो भने इङ्ग्लिसमा ट्रान्सलेट गरेको डकुमेन्ट खुल्छ। अब यसरी नै इङ्ग्लिसलाई नेपालीमा पनि ट्रान्सलेट गर्नलाई सकिन्छ त्यही डकुमेन्टहरूलाई। यो चाहिँ वर्डमा सजिलो तरिका रहेछ ट्रान्सलेट गर्नलाई। जो नेपालीमा लेख्नुहुन्छ उहाँलाई इङ्ग्लिसमा, इङ्ग्लिसमा लेख्नेहरूलाई नेपालीमा ट्रान्सलेट गर्नु पर्यो भनेर मैले यो भिडियो बनाएको।